23 अरब रुपियाँ चाहिने विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुँदाखेरि उहाँले त्यो एयरपोर्टको लागि निकासा गर्नुभएको छ होइन 23 अरब 23 अरब त्यहाँ उहाँ अर्थमन्त्री हुँदा त्यहाँका दलालहरूले के गरेका छन् भने यो प्रदीप अधिकारी लगायत जो अहिले जेलमा छ यी लगा यिनको नेतृत्वमा होइन यिनले के गरे 23 अरब रुपियाँ त्यहाँ निकासा गरेर तपाईँको चाहिने 452 बिघा जग्गा खरिद गरेको छ जग्गा होइन कि खोला डुबान क्षेत्र खरिद गरेर 4 लाख बिघामा खरिद गरेर 4 करोड बिघामा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बिक्री गरेको छ। त्यो पैसा भनेको जम्मै नेपाल सरकारको पैसा जनताको पैसा भनेपछि हामीले धनगढी खुटिया दिपायल साइल हुँदै उडै भन्ज्याङको लागि 2 अरब पैसा माग्दाखेरि नदिने होइन विकासको लागि पैसा माग्दाखेरि नदिने सुदूरपश्चिमको कायापलट हुने गरी बजेट माग्दाखेरि हामीलाई नदिने अनि आफू आफ्नो जिल्लामा